मसँग मात्रै हो कि हजुरसँग पनि यस्तै हुन्छ? कमेन्ट गर्नु होला है। बिहानै 7 बजे मेरो निन्द्रा खुल्छ। त्यसपछि बिस्तारै मिलाएर बाहिर हेरेको त मौसम पनि राम्रो थियो। त्यसपछि तल जान्छु र फ्रेस हुन्छु अनि खाना खानको लागि रेडी हुन्छु म। खाना सकेर मम्मीसँग यसो कुराकानी गर्दै बसेको। त्यसपछि म पनि आफ्नो घरतर्फ लाग्छु। घरसम्म आउँदा लास्टै गर्मी भएको थियो अनि ड्याडीले पनि खाना खान लाग्नु भएको रहेछ। त्यसपछि ड्याडीले खाना खाइसकेपछि मैले भाँडा धोएर डिजे बनाउनतर्फ जान्छु र मलाई आफ्नो स्ट्यान्ड पनि ल्याउनु थियो। त्यसपछि म बजारमा जान्छु अनि डिजेलाई सुरुमा देखाउँछु र दाइले भन्नुहुन्छ कि पछि आउनु भाइ भनेर। पछि म फेरि गर्मी भएर आफ्नो रुममा आउँछु। कुरा के हो भनेपछि म चाहिँ मित मम्मीको घर आएको थिएँ। सो अलि ढिलोसम्म सुत्नु पर्ला भनेको त झन् त्यही दिन नै 7 बजे निन्द्रा खुल्छ। त्यसपछि म सुत्छु। 5 बजेतिर मेरो झ्याप्प निन्द्रा खुल्छ र म उठ्छु। उठेर मुख धोएर फ्रेस हुन्छु। साइडमा हेर्छु त मुसा चप्पनी ल्याउनु भएको रहेछ ड्याडीले। मुसाको लागि जाल बिछाइसकेपछि मलाई भोक लागिरहेको थियो र मैले बिस्कुट र पानी खाएँ सानोमा जसरी खान्थेँ त्यसरी। त्यसपछि मैले पिठो मुछिसकेपछि चाहिँ मैले रोटी बनाएँ र रोटी बनाइसकेपछि हामीले खाना खायौँ। खाना खाइसकेपछि आजको मिनी ब्लग यहीँ सकिन्छ। भोलि फेरि भेटौँला।